नशारहित समाज निर्माण हाम्रो अभियान। हाम्रो तेस्रो आँखामा चाहिँ उपचारमा रहेका साथीभाइहरू स्टाफ लगायत सबैजना मिलेर चाहिँ हामीहरू अहिले यो नयाँ बार लगाउने काम चाहिँ गरिरहेको छौँ। टिन किनेर लिएर आएको छ। अब त्यो टिनले चाहिँ यहाँ नयाँ बार बनाउने, त्यो भविष्य हाम्रो बारी पनि संरक्षण हुन्छ र साथीभाइहरूले पनि सिक्छ। र यसमा जानेको साथीभाइहरू पनि हुनुहुन्छ। जानेको साथीभाइहरूले चाहिँ अरूलाई सिकाउँछन्, नजानेकोले सिक्छन्। खासै अब यो यस्तो काम गरेको अनुभव हुँदैन। सानो बारी सबैको हुन्छ, तर खासै काम गरेको अनुभव चाहिँ धेरै कम व्यक्तिहरूमा हुन्छ। उपचारमा के हुन्छ भन्दाखेरि चाहिँ उपचारमा सिक्ने काम हुन्छ। जीवनभर नशारहित भएर चाहिँ अगाडि बढ्नको लागि सानो सानो कुराहरू पनि सिक्नुपर्ने एकदमै जरुरी हुन्छ र हामी त्यही सिकाउने काम नै गर्छौँ। यो सिक्ने र सिकाउने क्रम चाहिँ यथावतै रहन्छ। जो मान्छेले सिक्यो, सबै कुराहरू सिक्यो, जान्यो, उसले नशारहित भएर उसको जीवन अगाडि बढाउन सजिलो हुन्छ। अब होइन भने चाहिँ अब सबैजनाले के सोध्छन् भने सुध्रिने ग्यारेन्टी छ त भनेर सोध्छन्। सुध्रिने ग्यारेन्टी छ नि, किन छैन? म छु, साथीभाइ छन्, हामीहरू सबजना साथीभाइहरू सुध्रेरै बसेका छन्। सुध्रेर बस्ने साथीभाइहरू पनि हुन्छन्। अब सबैजना सुध्रिन्छन् भनेर त्यो एकदम चाहिँ लोगै चाहिँ हामी कहाँ बसेर चाहिँ 100% सुध्रिन्छन् भन्ने त्यस्तो फिल्मी कुरा चाहिँ हुँदैन। यथार्थमा चाहिँ सुध्रिने चान्सेस पनि धेरै नै हुन्छ। लगभग धेरैजना साथीभाइहरू चाहिँ सुध्रेर हाम्रो संस्थामा बसेका मात्रै होइन, नशारहित भएर बसेका साथीभाइहरू चाहिँ धेरैजना छन्। हजारौँ, लाखौँ, करोडौँ छन् संसारभरि। त्यही भएर इन्स्टेड अफ कम्प्लेनिङ जीवनमा चाहिँ जीवनलाई जीवनको तरिकाबाट बाँच्ने आधारहरू सिक्दै र सिकाउँदै अघि बढ्ने क्रम जारी छ। हामीहरू सेल्फ विलमा होइन, हामी गड्स विलमा हिँड्ने मान्छेहरू, भगवानको इच्छामा हिँड्ने मान्छेहरू। कम्प्लेन नगरिकन जीवनलाई चाहिँ अगाडि बढाउँदाखेरि चाहिँ जीवन सुन्दर छ। नशारहित यात्रा पनि रमाइलो र भगवानप्रति हामी कृतज्ञ पनि छौँ कि आज हामी नशारहित भएर आफ्नो जीवन अगाडि बढाउन सकेका छौँ। धन्यवाद।